नमस्कार, म बाबुराम अर्याल। आज म अत्यन्तै मर्माहित भएको छु, किनभने मैले वर्षौं बिताएको पार्टी नेकपा एमाले, जो सचिवालय बैठक र केन्द्रीय कमिटीको बैठक गरेर आफ्ना निष्कर्षहरू जनता सामु ल्याएको छ। मलाई लागेको थियो यो पार्टीले अवश्य पनि हत्यारा ओलीलाई पार्टीबाट निष्कासनै गर्छ वा निष्कासन नगरे पनि पार्टी अध्यक्षबाट हटाउँछ भन्ने मलाई लागेकै थियो। तर त्यो केही नगरी हत्यारा ओलीलाई अझ बलियो र मजबुत हुने गरी बैठकका निर्णयहरू गर्यो। त्यो सुन्दा नै म अचम्मित परेको छु, दिग्भ्रमित भएको छु र मर्माहत भएको छु। यस्तो किन गर्न सक्छन् मान्छेहरूले? किनकि 2/3 सरकार सञ्चालन गरेर पनि, कम्युनिस्ट पार्टीको एकमना सरकार सञ्चालन गरेर पनि उसले कुनै पनि रूपमा सरकार जोगाउन पनि नसक्ने, सरकार टिकाउन पनि नसक्ने, सरकार बचाइराख्न पनि नसक्ने र सरकारमा बसेर राम्रो काम गर्न पनि नसक्ने अवस्थामा गएको अध्यक्षलाई अझै पनि किन जोगाइराख्छ? अझै पनि त्यसबाट के आशा गरिरहेको छ? यसरी जोगाइराख्न जसले उसको पक्षमा बोलिराखेका छन्, ती सबै वास्तवमा केन्द्रीय कमिटी, पोलिट ब्युरो, महासमिति सदस्यहरू यी सबै वास्तवमा ओलीलाई बचाउनेहरू, जो भाद्र 23 गतेको नरसंहार हो, त्यो नरसंहारमा जसरी ओलीको मुखभरि रगतले, जेन्जी भाइ बहिनीहरूको रगतले लतपतिएको छ, त्यस्तै ती बचाउनेहरूको पनि मुखौटो उघ्रिएको छ। त्यसरी नै जसरी ओलीले आफ्नो मुखभरि रगतको, जेन्जी भाइ बहिनीहरूको रगतले लतपताएर हिँडिरहेको छ, त्यसै गरी ओलीलाई बचाउनेहरू पनि हत्यारा नै हुन् भन्ने मलाई लागेको छ। किनभने ओलीले त प्रत्यक्ष गोली चलाउन आदेश दियो, गोली चलाउनेहरूलाई उक्साइरह्यो, तर पनि प्रत्यक्ष गोली चलाउन त संलग्न त भएको थिएन। तर पनि उसले हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने हो। त्यो त कुरै छाडौं, यसरी भाइ बहिनीहरूको हत्या भएकोमा मलाई पछुतो लागेको छ भनेर कुनै पनि एक शब्द पनि प्रयोग गरेन कुनै पनि ठाउँमा।
अनि बरु उल्टै धाक धम्कीका कुराहरू गर्दै, उल्टै जेन्जी भाइनीहरूलाई थर्काउँदै, उल्टै देशी विदेशी तत्त्वबाट सञ्चालित तत्त्वहरू भन्दै उनीहरूलाई दुत्कार्ने र नमिठा शब्दहरू प्रयोग गर्ने बाहेक उसबाट केही पनि भएन। बरु त्यसमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेर आफू आराम गरेर बसेका छन्। त्यस्तै माओवादी केन्द्रका अध्यक्षले पार्टी जो केन्द्रीय कमिटीको डिजल्भ गरेर आफू निर्वाचन गर्ने समितिको संयोजक भएर रहेका छन्। त्यो बरु अरू धेरै महान हो, तर ओलीबाट ती कुनै पनि कार्य भएनन्, गराइएन। त्यसमा यही पार्टीभित्रका जो ओलीका अन्धभक्तहरू हुन्, जो ओलीका गुण्डाहरू हुन्, ती गुण्डाहरूले जो अझै पनि ओलीलाई ओलीबा गर्दै हिँडिरहेका छन्। त्यसो भएको हुनाले ती गुण्डाहरूको पछि कति दिन टिकाउने हुन् तिनीहरूले, साँच्चै नै एक दिन फेरि ओली लखटिने बेला आउँछ जस्तो मलाई लाग्छ। ओली मात्रै होइन, त्यति बेला जसले ओलीलाई साथ दिइरहेका छन्, टेको हालिरहेका छन्, तिनीहरू समेत लखटिने अवस्था सिर्जना हुन सक्छ। यसो भएको हुनाले सबै कम्युनिस्ट पार्टीहरू, सबै काङ्ग्रेस, एमाले, रासपा, राप्रपा, यी सबैले जो कम्युनिस्टका सच्चा एमालेका सच्चा देशभक्त नागरिकहरू हुनुहुन्छ, उहाँहरूले समेत केपी ओलीको राजीनामा माग्नुभयो। केपी ओलीलाई अध्यक्षबाट हटाउनु पर्छ भनेर माग्नुभयो। त्यस्तै पत्रकारहरू वीरेन्द्र जैरू, राजीव खत्री, निमकान्त पाण्डे लगायतले पनि केपी ओलीले गल्ती गरेकै छन्। केपी ओलीले तत्काल अध्यक्षबाट र पार्टी कमिटीबाट राजीनामा दिनुपर्छ, हट्नुपर्छ भनेर भनिरहेका छन्। अनि हदैसम्मको कारबाही गर्नुपर्छ पनि भनेर भनिरहेका छन्। मैले पनि केपी ओलीलाई हदैसम्मको कारबाही हुनुपर्छ, सके त यहाँ मृत्युदण्डको प्रावधान छैन, केपी ओली मृत्युदण्डको भावी हो, तर पनि मृत्युदण्ड नभए पनि आजीवन कारावास त केपी ओलीलाई लाग्नै पर्छ, लगाउनै पर्छ। यो मेरो माग हो। त्यसो भएको हुनाले यी सबै घटनाहरूबाट पनि पाठ नसिकेर अझै केही केपी ओलीका भक्तहरू महेश बस्नेत, प्रदीप गेवाली, शङ्कर पोखरेल लगायत विष्णु रिमाल लगायत केही मान्छेहरूले केपी ओलीलाई हाई गराइरहेका छन्। उहाँहरूले पनि एक दिन अवश्य थाहा पाउनुहुनेछ हामी गलत बाटोमा हिँडेका रहेछौँ भनेर, गलत मान्छेलाई बोकेका रहेछौँ,
गलत प्रवृत्तिलाई बोकेका रहेछौँ भनेर उहाँहरूले पनि चेत्ने बेला आउँदैछ, पक्कै पनि चेत्ने बेला आउनेछ। त्यो बेला सबै ढिलो भइसकेको हुनेछ। त्यसो भएको हुनाले ऐन मौका अहिले नै थियो। अहिले यही केन्द्रीय कमिटीका बैठकहरूले केपी ओलीलाई बर्खास्तै गर्न नसकेको भए पनि अध्यक्षबाट बर्खास्त गर्न सक्थे। अरू सबै मान्छेहरूले, सबै पदाधिकारीहरूले केपी ओलीको गुणगान गाउनु पर्ने थिएन। त्यो गुणगान किन गाइरहेका छन्? किनभने केपी ओली साँच्ची नै पहिला 1000 राम्रो काम गरेको भए पनि अहिले व्यक्ति हत्या र किशोर किशोरीहरूको हत्या गराउनु यो जघन्य अपराध हो। त्यसो भएको हुनाले केपी ओलीलाई कतै पनि कसैले पनि माफी र मिना गर्न सक्दैन। त्यस उसमा जो अहिले बनेको सरकार छ त्यसले पनि किन ढिलाइ गरिरहेको छ? केपी ओली सिधा हत्यारा हो। हत्या गर्नलाई उले आदेश दिएकै हो। त्यसो भएको हुनाले आदेश दिएर न पुलिसहरूले गोली चलाए। अनि त्यसो भएको हुनाले अन्तमा सेनाले तपाईले यदि राजीनामा दिनुहुन्न भने तपाईलाई पनि हामीले बचाउन सक्दैनौँ भनेर सेना सामु, राष्ट्रपति सामु होइन, सेना सामु राजीनामा दिएर उसलाई हेलिकप्टरबाट सेनाले उद्धार गरी हेटौडा लगेर बचाएको रहेछ। त्यो पनि उसले ठिकै छ, तत्कालको लागि बचाए तापनि पछि उसले पनि महसुस त गरेको हुनुपर्छ। साँच्ची नै बचाउन नपर्ने मान्छेलाई बचाइयो भनेर उसले केही सोचेकै होला। तर पनि त्यो बेला तत्कालीन अवस्थामा बचायो, राम्रै गर्यो। यसो भएको हुनाले यी सबै घटनाक्रमले गर्दा केपी ओलीले चेत्दैनन् भन्ने कुरो यही विभिन्न घटनाक्रमहरूले देखाएको छ। आफ्ना सहकर्मी मित्रहरूलाई, सहपाठीहरूलाई सबैलाई कारबाही गरेर आफू एकल बृहस्पति भएर पार्टीमा सर्वेसर्वा हालिमुहाली गरेर आफूले जे भनौ त्यही हुने भक्तहरूलाई वरिपरि राखेर जसरी पार्टी सञ्चालन गरिरहेको छ त्यो नै हुन त क्रमशः पार्टी खस्किँदै गएको छ। जनलहर, पार्टीको जनलहर दिन दुई गुणा रात चौगुणाका दरले खस्किएको छ। त्यो कुरो पनि उसलाई सुझाव सल्लाह दिनेहरूले बताएका छन् कि छैनन्, अनि उसले बुझेको छ कि छैन। अब वास्तवमा अबको चुनावमा गाउँघरमा प्रचार प्रसार गर्न कसरी आउने हो? यी केन्द्रीय कमिटीदेखि पोलिट ब्युरो र अनि केन्द्रीय कमिटीमा रहने केन्द्रीय कमिटीका कमरेडहरू कसरी गाउँघरमा आउनु हुने रहेछ? उहाँहरू आउँदा गाउँलेहरूले, गाउँघरका दाजुभाइ दिदीबहिनीहरूले ढुङ्गामुढा गरेर लगार्ने दिन आउन सक्छ। किनभने हत्यारालाई बचाउने भनेको हत्यारा नै हो। अब हत्याराहरू गाउँमा छिरे भने साँच्चै नै ढुङ्गामुढा गरेर योगेश भट्टराईलाई झैं टोयलेटमा थुन्ने अवस्था आउन सक्छ। त्यो भएको हुनाले जो
केपी ओली भन्दा इतर समूहहरू हुनुहुन्छ। अब कुनै पनि कमिटीमा केन्द्रीय कमिटी, पोलिट ब्युरो, यी कुनै पनि कमिटीहरूमा भएका कमरेडहरूले जिल्ला कमिटी र यिनी इलाका कमिटी, प्रदेश कमिटीहरूलाई त मैले केही भन्दिनँ, तर पनि उहाँहरूले पनि यदि समर्थन गर्नुहुन्छ भने, खुलेर समर्थन गर्नुहुन्छ भने, उहाँहरू पनि यो हत्याको अंशियार हुनुहुन्छ। तर ती केन्द्रीय कमिटी, पोलिट ब्युरोका यी सदस्यहरूले, ओली इतरका सदस्यहरूले तुरुन्त राजीनामा दिएर आफू स्वतन्त्र रूपमा बस्न सक्नुहुन्छ। त्यो कमिटीबाट राजीनामा दिने बित्तिकै एमाले छोडेको हुने छैन। एमालेको ठिक छ समर्थन गर्दै केपी ओली जस्ता कुकृत्य गर्ने हत्याराको समर्थन गर्नुभन्दा स्वतन्त्र नागरिक भएर रहनुहोस्, यो सबैमा अपिल गर्न चाहन्छु। त्यसो गर्नुभयो भने तपाईको भविष्य केही सुरक्षित रहला। अन्यथा केपी ओलीकै पछि लागेर केपी ओलीकै गुणगान गाइरहनु भयो भने तपाईहरू पनि गाउँमा छिर्न सक्ने र गाउँमा हिँडडुल गर्न सक्ने अवस्था रहने छैन। अनि गाउँघरमा छिर्न बित्तिकै तपाईहरूलाई माथि पनि ढुङ्गा मुडाएर आगजनी हुन सक्छ। त्यो चाहिँ तपाईहरूले बुझ्नु भएकै होला। मैले त केही सुझाव मात्र राखेको हो। अरू धेरै के भनौँ, केपी ओली इतरका सबै कमरेडहरूले कृपया केन्द्रीय कमिटीमा भएका पोलिट ब्युरोमा भएका केन्द्रीय कमिटीमा सबै कमरेडहरूले तत्काल राजीनामा दिएर बस्नुहोस्। पछि अरू कुनै व्यक्तिले यदि पार्टी सञ्चालन राम्रोसँग गरे भने फेरि पनि तपाईहरूलाई पोलिट ब्युरो, केन्द्रीय कमिटी सबै ठाउँमा तपाईहरू जान सक्नुहुनेछ। ओलीले त 1000 काम गरेको भए पनि मैले पहिल्यै भनिसकेँ। उनले अहिले जो जघन्य अपराध गरे, जो जघन्य अपराध बालबच्चाहरूको हत्या गरे, त्यसबाट नै उनको प्रेस्टिज धुमिल भएको छ, डामाडोल भएको छ। अब पनि केपी ओलीलाई बोक्दै हिँड्नुभयो भने तपाईहरूको पनि भविष्य खतरामा छ भन्न चाहन्छु। त्यो भन्दा पहिले नै तपाईहरूले राजीनामा दिएर बस्नुहोस्। यसैमा सबैको कल्याण र भलो हुनेछ। अस्तु।